यस्तो बेलमारतिर स्विमिङ हान्न जाँदैछौँ हामी। अलिकति हावाको कम भएर चाहिँ हावा हाल्दैछ स्कुटीमा। असल असल के छ, कतिको एक्साइटेड छौँ हामी। जाउँकेर अब के हुन्छ अहिले, यस्तो गर्मी छ, गर्मी छ अहिले, कोग्ली छौँ अर्को मोबाइलले झार्दिन खोज्छ त यार। अहिले त हरियाली भइसकेको छ यार। जाङ घोराइमा विरक्त गर्मीपछि हामी शीतल बस्दै राप्ती नदीतर्फ प्रस्थान गर्दैछौँ आनन्द चिलमा। बिग्रिएको हो यो बिग्रेको हो क्या, ए युपीवाला गाडी टर्निङ पुग्दैन अनि यस्तोमा ल्याएर म नहेरेको यार, यस्तो ढिलो यस्तो नगर न। हेरेको थिइनँ क्या यार, कसरी गाडी रहेछ यार, अगाडि हेरेको थिएँ यहाँ। हामी बेलमार गयो। फाइनल्ली नुहाउने ठाउँमा ओइ लास्ट चाहिँ दामी छ बड्डा, यहाँ आउँदो रहेछन् मान्छेहरू। लास्ट गर्मी छ गाइस है, घोराइबाट बेलमार लास्टै गइरहेछ होला होला। अनि त्यो त कहाँ खेल्न सक्छ न, यस्तो गर्मी छ। तर छेउछेउ त हल्का होइन, सफा छ बड्डा, लास्टै दामी छ यार।
ओए छ दामी छ ल ल है गाइज है च्याम्म नुहाउने है आनन्द चिलमा आनन्द चिलमा यस्तो मजा ओइ तल त लास्टै चिज छ ओइ माथि त फेरि कति तातो नि चिलमा गाइस आनन्द सारा थकान समाप्त इन्जोय 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 लास्टै गएर छ किन के डर मर्नु त मरिन्न ओ यहाँ त लास्ट चिसो पाइन्छ त त्यता तल त ल गाइज हामी चिलमा स्विमिङ खेल्छौँ त्यसपछि फेरि भेटौँला guys ल हामी यहाँ पुरै इन्जोय गरिरहेछौँ लास्टै जोडले खुट्टा थियो आनन्द नलगाऊ अनि सम्पत्ति यही हो सम्पत्ति यति गइरहेछ गाई चाहिँ पानी खाइन्छ गाइस ल ल हामी चिल गर्छौँ पछि भेटौँला ल त्यही गाडी चाहिँ ठुक्क कि आयो त्यहाँ ओके छ कि त्यहाँ लड्छ हेर्लाई उकालोमा बुझ्दैनन् गाडी होइन फाइनली गाइज नुहाएर फर्किँदैछौँ तर ओभर गर्मी भयो अब हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ अब नेक्स्ट भनेको पुरनधारा नेक्स्ट लोकेसन भनेको छछरा छछराको लागि अब देख्न सक्नुहुन्छ अहिले बाटोको अवस्था यहाँ त लटारिया छ बटे यता यही झन् धुलो उडाउँछ क्या यही धुलो उडाउँछ क्या ट्राफिकहरूले निकाल्न यो ट्राफिकको एकदमै ध्यान आकर्षण आउँछ यो लास्ट धुलो उडाउँछ त्यसले गर्दाखेरि साना गाडीहरूलाई एकदमै असर भइरहेको छ हामी जस्तो बाइकमा हिँड्ने मान्छेलाई बाइकमा स्कुटीमा हिँड्ने मान्छेहरूलाई एकदमै गाह्रो हुँदैन देख्न सक्नुहुन्छ नम्बर देखाएको छ नि राखेको 11 गाडी
देख्न सक्नुहुन्छ गाइस, यहाँ मोमो ओसार पसार भइरहेको छ यो गाडीमा। मोमो गाइस, मोमो मोमो मोमो। तातो रहेछ कस्तो भयो रे? पानी चाहिँ हाम्रो एकदमै तातो तातो रहेछ एक्सट्रिम खाएर एक्सट्रिम ए मोमो है गाइस, मोमो मोमो। यस्तो गर्मी भयो, गर्मीले मर्नु।